पवित्र हो, कमान्डमेन्ट हो। यो पवित्रता चाहिँ अप्सनल होइन, यो कमान्डमेन्ट हो, आज्ञा हो। कुन मासु खाने कुन मासु नखाने यो चोइस हो, तपाईँको छान्न सक्नुहुन्छ। तपाईँलाई मन परेको मासु खान सक्नुहुन्छ, मन नपरेको मासु नखान सक्नुहुन्छ। क्रिसमस मनाउने कि नमनाउने यो पनि चोइस हो। कसरी मनाउने त्यो पनि चोइस हो। पुलाउ खाएर मनाउने कि केही नखाई मनाउने, क्रिसमसमा कस्तो ड्रेस लगाउने त्यो पनि चोइस हो। तर पवित्रताको कुरामा यो चोइस होइन, यो चाहिँ गर्नै पर्छ, हुनै पर्छ। आमेन। किन परमेश्वरले यो आज्ञा दिनुभएको छ, पवित्र हो। यसमा हामीले छान्न मिल्दैन कि मलाई यो कुरा मन पर्दैन त्यसकारण म यसलाई स्किप गर्छु, यसलाई हटाउँछु, मलाई मनपर्ने कुरा मात्रै गर्छु भन्न पाइँदैन। पवित्र हो भनेर आज्ञा दिएको छ, किनभने हाम्रो परमेश्वर कस्तो हुनुहुन्छ? पवित्र हुनुहुन्छ।